I love you, bro. Jackson. बेङ्गलोरको हाइवे रोडमा यस्तो जाम हुँदैन। अहिले जाम त खासै छैन होइन, यो बाटोमा यस्तो जाम हुन्छ होइन, मेट्रोको यस्तो दामी छैन अहिले। बिहान बिहान होइन पानी पर्ला जस्तो पनि भइरहेछ, र मौसम क्लियर हो भने यस्तो दामी छ नि यो रोड होइन। दिनमा त एक दुई गएर जानुपर्छ, जाम खतरा हुन्छ होइन। म ढक्क गएर घुमिरहेको छु होइन, त्यो घुमेर यहाँदेखि गएर चार रास्ता गइन्छ होइन, खालि गोटेको छु आफूले कतै नहेरेर हरन बजाएको बजाइ गर्छ नि। गाह्रो छ नि जिन्दगीमा होइन। यस्तो दामी ल गाइज भयो, फेरि भेट्नु है भएकोमा ल गाइज। Hello guys, यो सीतापुरा को मेन रोड 982 किलोमीटर दूर के बाद में ये चल रहा है। ये छोरे इसका दिमाग खराब हो चुका है। हम चल रहे मेन रोड पे, इतना अच्छा व्यू है पीछे का, तो देखो गाइस। बबाल दामी छ नि होइन। हाइवे त अहिले पुरा खाली जस्तो देखिन्छ नि त, बिहान बिहान ढक्क निस्किनु यस्तो दामी देखिन्छ होइन। बस यस्तो दौडिरहेको छ नि, बसालाई एक नम्बरका हरामी छ नि। हेरेँ सिधै त पाउँछ नि प्राइभेट बस नि त, बाटो साटो अगाडि पछाडि हेर्दैन, डाइरेक्ट हुन्छ क्या सानो गाडीलाई त काट्दै हेर्छ नि। ढक्क ट्राफिक आयो, यो सिङ्गल क्रस गरेर हामी कहाँ जाने हो। नरनहल्ली यहाँ अगाडि उठाएको ठुलो वैद्य हस्पिटल छ बर्दाठुलो होइन, पुरा होइन। तर महँगो चाहिँ लाग्दै छ होइन यो हस्पिटलमा। तर यो भिडियो नै एकछिन बनाउँला होइन, कहिले काहीँ गइयो भने चाहिँ होइन भिडियोमा आउनुहुन्छ तिनीहरू चाहिँ थाहा छैन, वैद्य हस्पिटल गरिरहेको हुन्छ। तर हामी जस्तो गरिबहरूले अस्ति गर्नु अलिक गाह्रो हुन्छ नि योमा। अब सिङ्गल प्लेयर हिँड्नु छैन, सिङ्गल नखुल्यो भने त बाइकहरू यस्तरी हिँड्छन् नि, गाह्रो छ नि होइन। अहिले त कति भने चाहिँ बिहान हो नि त, बिहानमा खासै आउजात गऱ्यो भने त मान्छे बहुत कम हुन्छ नि। अहिले बिहान कति 7 बजी छ, त्यो भएर नत्र त यो बाटोमा जाम मान्छे कम हुन्छ, यसमा गाडी बढी हुन्छ क्या। बाटोमा यस्तो जाम हुन्छ एउटा गएर हो यहाँदेखि सिधा अगाडि गयो भने त खानु त्यो व्हाइट फिल्ड जाने गाडी बाटो, तर बाटोमा दामी लाग्छ अगाडि यस्तो दामी हुन्छ होइन। वैद्य हस्पिटल हुन्छ नि, वैद्य र बबाल ठुलो छ होइन। यस्तै हो ढ्याक्क थाहा भएन होइन। यस्तो दामी बाटो पनि खाली छ होइन, तर त्यो मजा हुन्छ बाटो खाली भयो भने। यिनीहरू छ होइन आइटी कम्पनी हो होइन, बेङ्गलोर ठुलो कम्पनी छ। उताबाट आएर सिङ्गलमा बढी अलिक एकदम लाग्यो क्या। अब भेटौँ न, भेट्दै गरौँ होइन। अब ड्राइवर